आज चाहिँ यो केटो यति राति कहाँ हिँडेको भन्नुहुन्छ भने तपाईहरु आज चाहिँ म खेत हिँडेको किनकि आज खेतमा पानी पटाउनु पर्ने हुन्छ हामीले अनि हामीले आलसहरु चाहिँ आलसहरु टाकटोके सबै झिकिसक्यौं अनि मसुरी दालहरु सबै झिकिसक्यौं। अब मकैको लागि हामीले खेतमा पानी पटाउनु पर्ने हुन्छ ट्याक्क लाएर अहिले जस्तो गाडीमा जाँदैछु ट्याक्क लाएर एक्लै छु है। पछाडि पनि कोही हुनुहुँदैन अगाडि पनि कोही पनि हुनुहुँदैन अनि यहाँ छ बाबा हुनुहुन्छ खेतमा। मैले खानाहरू पनि लिएर गएको छु अनि बाबा र यहाँको ठुलो बा हुनुहुन्छ अरे। ठुलो बा चाहिँ तल बस्नु भएको छ अरे खेत नजिक अनि हाम्रो बाबा चाहिँ माथि जानु भएको छ अरे महनमा। यस्तै छ खेती गर्न लास्ट टाइम गाह्रो छ। अहिले चाहिँ एक्लै छु हेर्नु न यस्तो डेन्जर छ ठाउँ पनि एक्लै नै छु। यता तलतिर चाहिँ फेरि यता उयो बत्ती बलेतिर चाहिँ मान्छे मरेको मान्छेहरू चलाउँछन् त्यो बत्ती बलेकोतिर ट्याक्क लाएर अलिअलि कता कता डर पनि लागेछ तर खासै त्यस्तो डर चाहिँ लाग्दैन हैन। डर चाहिँ लाग्दैन मलाई खासै त्यति धेरै त डर चाहिँ लाग्दैन हैन। डराउनु पनि हुँदैन अरे डेन्जर हुन्छ यस्तै रहेछ गाइस। वहाँ पर जानुपर्ने हुन्छ म चाहिँ है त ल त्यतिकै हो गाइस। म चाहिँ आफ्नै खेत जान पनि अलमल्ल परेकै यो राति कहाँबाट ए वहाँ माथि हो क्या अरे। मैले चाहिँ बाटै बिर्सेँ अलि तलबाट भन्दा पनि निकै तल आइसु यता माथिबाट जानुपर्ने निकै तल आयो क्या आफ्नै खेत पनि बिर्सिरहेको म चाहिँ बिर्सियो भन्दा पनि अब अँध्यारो बाटो भुलेँ मैले ट्याक्क लाएर। यो चाहिँ हाम्रो त्रियुगा खोलाको बगहरू हो चाहिँ ट्याक्क लाएर देख्न सक्नुहुन्छ। त्यो बत्ती बलेतिर चाहिँ मान्छे चलाउँछन् हामी यहीँ नजिक बस्नुपर्ने हुन्छ। अहिले चाहिँ यो गर्मी लाग्न थाल्यो नि त अब गर्मी लाग्न थाल्यो अब किरामिराहरूको चाहिँ निकै नै डर हुन्छ कि यो खोला छेउछाउतिर यस्तोतिर त्यो अब गर्मी लाग्न आँट्यो अनि हुन्छ। यहाँ हेर्नु न यहाँ माछा कति धेरै छन् माछाहरू पनि अब रात छिपिँदै गएपछि माछाहरू पनि छेउ लाउन थाल्छन्। बारे तपाईँहरूलाई म माछाहरू पनि छेउ लगाएको देखाउँछु। छेउमा बस्छन् हाम्रो माछाहरू। मैले चाहिँ बाटो पनि भेटिसकेँ यहाँबाट छिर्ने बाटो है त। हेलो गाइज म चाहिँ खेतमा पनि आइसकेँ ट्याक्क लाएर खेतमा आएर पनि यो टर्च चाहिँ एकदमै न्यू खोजिरहेछ। अहिलेको टर्च त्यही नयाँ टर्च यो पुरानो टर्च एकदम न्यू खोजिरहेछ। अनि खेतमा चाहिँ पानी उहाँ पर आधी जस्तो भयो क्या अरे। यतापट्टि चाहिँ निकै नै छ पानी अनि यहाँबाट जाँदैछ ठुलो पानी आइरहेछ कि ट्याक्क लाएर हाम्रो बाबाले चाहिँ यहाँ खोल्नु भएको रहेछ जुत्ता अनि ट्याक्क लाएर म चाहिँ जाँदैछु। यहाँ टर्चले एकदमै न्यू खोजिरहेछ। यो टर्च चाहिँ बलेको छैन यो टर्च चाहिँ हेर न यहाँ बलेकै छैन अलिअलि धिपी मात्रै गरिरहेछ एकदमै न्यू खोजिरहेछ। अनि यहाँबाट यता पानी जाँदै रहेछ अनि यसरी हामीले थन्नु पर्ने हुन्छ ट्याक्क लाएर। कोदालो चाहिँ ल्याइन हातले भए पनि थन्नुपर्छ घरिघरि टर्च पनि बोल्न खोज्दैछ ट्याक्क लाएर। एकदमै ठुलो कुलोभरि पानी ल्याउनु भएको रहेछ बाबाले चाहिँ अनि आधी जति पटिसकेको रहेछ तर निकैजना छौँ यहाँनिर हामी। यहाँ हेर्नु न यत्रो पानी आएको छ ड्याममै। यहाँ घोडा रोइने रहेछ यति चप्पल डुब्ने चाहिँ रहेछ तर निकै नै ठुलो मुस्लै आएको छ यो पानीको चाहिँ यस्तै छ। अनि बाबा चाहिँ खाना लाग्नु भयो त्यहाँनिर खाना खाँदै हुनुहुन्छ बाबा अनि म चाहिँ यता पानी पनि हेर्न आएको बल्ल यसरी यो बटममा थिचिरहनुपर्छ अनि मात्रै टर्च बल्ने रहेछ क्या। अनि यसरी कुलो काटेर हामीले लिएर आएका छौँ पानी। यो पानी तपाईँको कहाँदेखिको ल्याएको भन्नुहुन्छ भने यहाँबाट लगभग 10 किलोमिटर त्यस्तै होला 10 किलोमिटर टाढाबाट ल्याएको हो यो पानी चाहिँ ट्याक्क लाएर। वहाँ माथि त्यो ककनी जाने बाटोको त्यो झोलुङ्गे
पुलबाट ल्याएको पानी चाहिँ कुला भरि नै रहेछ रनतै हाम्रो कुलो चाहिँ यही नै हो है कुलो यही हो कुला भरि नै रहेछ पानी है त यस्तै रहेछ अनि बाबाले चाहिँ मलाई यहाँबाट गयो कि भनेर हेर्न पठाउनु भएको यहाँनिर सार लागेको छ अनि यहाँबाट उता गएको छ नि त अनि यहाँनिर सार लागेको छ है त यस्तै छ बिजोक छ अब आज चाहिँ कति बजीसम्म बस्नुपर्ने हो थाहा छैन अब कति बजीसम्म बस्नुपर्छ थाहा छैन यस्तै छ बिजोक होइन बिजोक सँगसँगै दुःख सँगसँगै खुसी पनि छ होइन कहिलेकाहीँ खुसी पनि लाग्छ यस्तै छ है त गाइस फाइनल्ली अनि पानी पनि पर्न आँट्यो अब यति एक कुना मात्रै भएको छ यति यो मैले टर्च घुमाएँ जति मात्रै छ बिजोक छ यसरी टर्च बोक्नु परेछ देखाउनलाई चाहिँ पुरा मुखले चेपेर बोक्नु परेछ यो आलीको छेउछेउबाट चाहिँ यता कुलोबाट पानी झरिरहेको छ अनि त्यो हेरिरहेको छु एकदमै गर्मी भइरहेको छ म त जाडो हुन्छ भन्ला भनेर ज्याकेट बोकेर आएको गर्मी भइरहेको छ ट्याक्क लाएर एकदमै अहिले चाहिँ यहाँ एक्लै नै छु यस्तो छ पुरै अन्धकार छ पारी पारी अलिअलि बत्ती बलेको छ हाम्रो गाउँ हो अनि यस्तै छ ल है त गाइज बिजोक भइसक्यो निन्द्रा लागेर खप्नु भएन बसिसक्नु भएको छैन त्यहाँ तिनजना त्यहाँ हुनुहुन्छ माइजू हजुरबा ठुलो बा अनि आन्टी अनि बाबा र उता चक्लाघाटको एउटा अङ्कल माथि जानुभएको छ अनि म चाहिँ बिचमा बसेछु हाम्रो खेत चाहिँ पटिसक्यो निन्द्रा लागेर मर्ने बेला भएको छ अहिले चाहिँ ठ्याक्क लगाएर तपाईँको 11:30 भइसक्यो यस्तो भोक पनि लागिरहेछ निन्द्रा पनि लागिरहेछ यो टर्च पनि बल्दैन बिजोक भएर बसिरहेछु यस्तै चाहिँ गाइस गाह्रो छ अरू त यस्तै निन्द्राले चाहिँ लास्टै नै सताइरहेछ है त निन्द्राले चाहिँ बर सताइरहेछ यस्तै छ किसान हुनलाई त्यति सजिलो छैन नि त खेती गर्नु पर्यो यस्तै छ यति राति यस्तो यो वरिपरि जङ्गलको बिचमा गाह्रो पर्यो निन्द्राले चाहिँ सतायो आन्टीहरू चाहिँ गफ गर्दै हुनुहुन्छ आन्टीमा हिजो ठुलो भए गफ गर्दै हुन्छ अघि चाहिँ हामीलाई निकै नै जाडो भएको थियो अनि हामीले चाहिँ आगो बालेर ताप्दैछौँ पराल बालेर त्यो पनि आन्टीहरूकै बारीमा पराल रहेछ अनि बालेर ताप्दैछौँ अनि आन्टीहरू चाहिँ सुति पनि सक्नुभयो म भने यतापट्टि छेउमा सुतेँ अनि माइजू चाहिँ उता पानी हेर्न जानुभएको थियो ठुलो भए पनि सुत्नुभयो म पनि सुतेँ बिजोक भइरहेछ गाइस बिजोक भएर बाबाले यति राति घर जा भनेर पठाइदिइसक्नु भयो मलाई चाहिँ म एक्लै नै छु आउँदा पनि एक्लै नै आएको फेरि जाँदा पनि एक्लै अहिले चाहिँ कति बज्यो भन्नुहुन्छ नि ठ्याक्कै 1:04-5 भयो मध्यरात छ है यत्रो बाटो कटेर जानुपर्ने हुन्छ म एकदमै डेन्जर छ जान्छु म है त यस्तै छ हाम्रो खेत चाहिँ पट्यो अनि मनुष्का माइजूहरूको खेत पनि भर्खर एउटा मासतिरको चाहिँ पढिसक्यो अनि तलतिरको पट्न बाँकी छ जान्छु है त ल म चाहिँ फाइनली घर पनि आइसकेँ यस्तो राति घर आइसकेँ म निन्द्रा खप्नु नसकेर बसेको जाडो पनि लास्टै भइरहेको छ अनि पुरै लुगा तल लगाएको लुगाहरू त सबै हिलो भएको छ त्यो फेर्नु पर्ने हुन्छ मैले अब फेरेर टक्क फेरेर अनि फ्रेस भएर म सुत्छु पानी सानी खाएर सुत्छु अनि भोलि सुनापको दिन हो अनि भोट हाल्नु जानुपर्ने हुन्छ अनि ट्याक्क लगाएर म अब 1 बजी छ अब सुत्छु म बिहान चाहिँ कति बजी उठ्छु थाहा छैन लगभग 7-8 बज्छ होला अनि यस्तै छ गाइस है त म घर आएँ अब हात खुट्टा धुन्छु ल है त ठ्याक्क लाएर म चाहिँ
1:30 बज्यो। मलाई आउन चाहिँ 20-25 मिनट लाग्यो घर म खोलापारीबाट खेतबाट आउन। यस्तै छ है त। बगरे हिँड्दै भयो भने आइयो त। तर मलाई डर भन्ने चिज चाहिँ कतै पनि लागेन क्या। अलिकति ढुकढुक पनि भएन, केही नै भएको छैन। बरु मान्छेदेखिको डर लाग्छ होइन, मान्छेदेखिको आफन्त आफ्नो मान्छेदेखिको चाहिँ लास्ट डर लाग्छ। तर यसरी राति हिँड्दा चाहिँ मलाई खासै डर लाग्दैन होइन है त। यस्तै छ।